किन युवा गिरीलाई निकै नै सामाजिक सञ्जालमा ट्रोल गरिन्छ? इन्स्टाग्राममा 4,41,000 फलोवर भएकी र टिकटकमा 7,42,000 फलोवर भएकी सोशल इन्फ्लुएन्सर भनेर मानिने युवा गिरी अहिले सामाजिक सञ्जालमा निकै नै चर्चामा छिन्। त्यो चर्चा पनि राम्रो चर्चा होइन गाइज। त्यो चर्चा कस्तो भने उनको जताततै ट्रोल मात्रै गरिराखिन्छ। उनको ट्रोल पहिला गरिँदैन थियो। जब टिकटक नेपालमा ब्यान भयो, टिकटक नेपालमा ब्यान भइसकेपछि उनले धमालासँग दिएको इन्टरभ्यूमा उनले जुन कुरा बोलिन् त्यो कुराले उनको बुद्धि र उनको इन्फ्लुएन्सरमाथि प्रश्न उठ्न पुग्यो। सोसाइटीमा इन्डिपेन्डेन्ट भएर बाँचिरहेको छु नि त, त्यो त मलाई टिकटकले दिएको हो नि त। त्यो प्लेटफर्म जब सारा नेपालीलाई थाहा छ देशको इकोनोमी रेमिटेन्स धानिरहेको छ, यो कुरालाई उनले इग्नोर गरेर आफू टिकटकर भएको कारणै उनले के भनिन्, टिकटकलाई देशको इकोनोमीसँग लिङ्क गर्न पुगिन्, जुन कुराले उनको बौद्धिकतामाथि प्रश्न उठ्न पुग्यो र मान्छेले ट्रोल गर्न थाले। अब झनै हुन्छ के उसै त इकोनोमिक क्राइसिस भइरहेको छ, उसै त हामी बिजनेस गर्न सकिरहेको थिएनौँ होइन। टिकटकबाट एटलिस्ट केही भइरहेको थियो, त्यो पनि हुँदैन। अब इकोनोमिक क्राइसिस हुन्छ। भर्खरै उनले दिएको एउटा स्टेटमेन्ट, छोरी मान्छे खुट्टा टान्ने मान्छे छोरी नै हुन्छ, छोरा मान्छे हुँदैन। त्यो चाहिँ म लेखेर कहाँ राख्ने हो, फ्रेम गरेर राख्नुस् ट्याप लाएर। यो कुराबाट के देखिन्छ भने उनी फेरि ट्रोलमा परेर भाइरल हुनलाई जबरजस्ती यो नौटङ्की गरिरहेको छिन्, अथवा उनको बोल्ने स्टाइल नै यस्तो हो। तपाईँ भन्नुहोस्।